वेलकम सो गाइज हाम्रो न्यू भ्लगमा सबैलाई नमस्ते। भनेपछि सबै सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु होइन। आजभोलि हल्का भिडियो सिडियो बनाउनु पाइयो होइन, किनकि हाम्रो इक्जाम छ नि त। इक्जाम आज गरेको, आज अकाउन्ट थियो होइन, अकाउन्ट गऱ्यो, इक्जाम गऱ्यो, फाइनली खाना पनि खाइसक्यो। भनेपछि आज चाहिँ उहाँ तुलसी रोड तुलसी भन्छ उहाँ ज्ञानज्योति कलेजमा गएर त्यो ल्याउनु जानु छ, इन्ट्री कार्ड ल्याउनु छ। भनेपछि त्यही हो गाइड छैन, आज इन्ट्री कार्ड लिएर तुलसी रोड गएर दिदीसँग भनेपछि जान्छु आज तपाईँलाई ज्ञानज्योति हाम्रो कलेज देखाउँछु, जसले देख्नु भएन त्यसलाई। भनेपछि अब एकछिनमा चाहिँ म भाडा मिच्न जान्छु। यस्तो घाममा चाहिँ टन्टलापुर घाममा म मेरो दिदीलाई सहयोग गर्नु जाँदैछु। ल गाइड म चाहिँ एकछिन पछि बोल्छु अहिलेको लागि। गाइड चाहिँ म चाहिँ भाडा मिच्दैछु। यतातिर चाहिँ हाम्रो मेरो भिडियोमा नदेखाउने भने चाहिँ ठिकै छ होइन। म चाहिँ अब भाडा मिच्छु टक्क पारेर। भनेपछि भाडा फेरि धेरै जनाको दर हो, भिडियो कन्टेन्टको लागि त आएको छु भाडा मिचिसकेपछि अब चाहिँ भाडा मिच्नुपर्छ। भनेपछि हाम्रा घरका फेरि यो भाडा कहिले गोरा हुने भएन, म जस्तो गोरो भइजाने त होला अलिकति टक्क पारेर होइन, हो कि नै गाइज भन्नु त। तिम्रो तपाईँहरू गाइजहरू पुरै आफ्नो अन्धकारमा नछाउनेले भाडा मार्दैन फेरि। भाडा नमिच्ने भइदा बे मैले कसैलाई यस्तो पनि भन्ने थिएन। ल गाइज होइन, भाडा मिच्नुपर्छ, सब्सक्राइब गर्नुपर्छ घरमा। पानी हाल्ने यस्तो घाम छ पानी हाल्दैन नै। मैले के सोचेर आम भन्ने गाइज होइन, यस्तो घाममा दिदीलाई के भाडा मिच्न पठाउने भनेर हो वास्तविक। ल गाइज है म चाहिँ एकछिन अब गाइज होइन यस्तो भाडा साडा मिच्यो होइन, भाडा मिचेर अनि आज कलेज जाने भनेको छ। अब फिक्सै भएन कलेज इन्ट्री कार्ड ल्याउनु जाने भन्ने फिक्सै भएन। अब के गर्नु कि यस्तै छ कि अब माडे पर्यो होइन। यतातिर ल्यापटप पनि छ, चलाइ पनि भयो, मोबाइल चलाइ पनि केही भएन। मेरो फेरि काम गरेर नोकरी पनि राखेको छु मैले फेरि काम गर्दैन त नोकरीहरूले धेरै त दिएन, त्यही महिनाको 20,000 जति नि 20,000 त हो नि, त्यही त 20,000 जति दिएको छु। भनेपछि अनि त्यही हो गाइड होइन, आफू पनि यही बन्डीमा जिउनु परेको छ। उहाँ नोकरहरूलाई 20,000 दिन लगाएर कहाँ हुन्छ। भनेपछि नोकरको आमा अझै त्यो सुत्नु भएको छ। मैले अब ल्यापटप चलाउँदैछु, यसमा पनि अब मैले एफबी लगइन गर्छु, सबले हेर्नु होला। भनेपछि यस्तै छ हेर्नुहोस् गाउँको रमाइलो। भनेपछि अस्ति चाहिँ बर्थडे विराज भाइको मस्तसँग खाइयो गाइज होइन, डम्म गइयो पुरै के गर्नु होइन। ल म चाहिँ गाइज एकछिन पछि बोल्छु। आज उहाँ के जाने फिक्स छ कि छैन भनेर अहिले तपाईँलाई भन्छु। म फिक्स भयो भने त जानुपर्छ, अनि फिक्सै नभयो भने त जाने हुन्न होला। त्यही हो गाइज, म चाहिँ अब एकछिनमा बोल्छु तपाईँहरूसँग। अहिलेको लागि चाहिँ म डिस्टर्ब भएँ। हेर्नुहोस् यही हो मेरो ल्यापटप, हेर्नु पढ्नुहोस् यही हो मेरो ल्यापटपको मिनिङ। आज कलेज जाने भनेको थिएँ भएन, सुतेको त 4 बजीतिर रहेछु क्या, अनि भर्खर उठेको थिएँ। भनेपछि के भयो आज चाहिँ हामी गाउँतिर डुल्न जान्छौँ। आज चाहिँ मेरो भाइ आएको छ, पछि भिडियो बनाउनुको लागि पनि जानुपर्छ। अनिपछि एकछिन गएर भिडियो बनाउँछौँ। त्यही हो, आज जान पाइएन उहाँ, अब मुखसुख दिन्छु म। यस्तो हुन्छ नि पुरै छर्ने गर्मी भन्ने चिज पुरै छर्ने यस्तो भइरहेको यस्तै छ। भनेपछि त्यही हो, भाइहरू चाहिँ उता पाहाडतिर गेम खेल्दैछन्, हामी चाहिँ यतातिर छौँ। सो गाइज ल हेर्नु न यहाँ लभ बाइट बसाइदिएको त्यो लभ बाइट आम्मा पुरै छाडिदिन्छ। ल गाइज म एकछिन पछि बोल्छु। अहिलेको लागि पुरै छाडिदिनु यस्तो चाहिँ पुरै छाडिदिनु गरिबमा त होइन, फ्यान पनि छ फेरि नहुने होइन, गरिब होइन हामी भनेर अहिले यस्तो दिन भएको छु नि, यहाँ यस्तो फोहोर देख्नु भएको छु नि, रुक्नु अब मैले 2 महिना यस्तरी सफा गरेर अहिले तपाईँलाई प्लान गराइदिन्छु। हजुर रुक्नु ल म चाहिँ अब यस्तो सफा गर्नु पऱ्यो। मेरो बहिनीलाई हेर्न सक्नुहुन्छ होइन, यस्तो मजा छ कि ल्यापटप हेऱ्यो बाल छ नि चिलमा। के
भन्नु अब यस्तो डनहरूलाई त गाइज म चाहिँ एकछिनपछि बोल्छु सफा गर्नुपर्छ रुम पनि होइन ल अहिलेको लागि चाहिँ म एकछिनको लागि स्टप भइसकेन फेरि क्लियर त फेरि एकैछिन भइजान्छ म त फेरि नि काम गर्ला भने त फेरि 1-2 मिनटमा त्यही भएर पनि मलाई यहाँ काम गर्न कसैले दिँदैन फेरि जब खोजिदिनुहोस् त बा कसैले सक्नु भने ल गाइज अब चाहिँ म कपडा सपडा लगाएर होइन अनि पछि बाहिरतिर जानुपर्छ एकछिन भिडियो सिडियो बनाउनको लागि आज हामीले चोर्ने अनि पछि नुन खुर्सानी यहाँबाट लगेर जान्छु पर्याम पुरन चौध खाने ल गाइज म एकछिन पछि ल गाइज म चाहिँ अब फाइनली निस्किसकेँ घरबाट अब चाहिँ हामी के भन्छ भने नुन खुर्सानी नुन खुर्सानी लिएर आज आउँदै किन्नु पिस्ने ल प्याक गर्ने यहीमा जानु त दामी हरियो हाम्रो चाहिँ उहाँ के रे तेरो घर खैराबाट चाहिँ आएका छन् हाम्रा एउटा व्यक्ति अनि हिजोका फोटो देखेर मलाई बहुत मजा लागेको थियो अनि पछि आज स्टोरी हाल्छु मैले ल गाइज होइन डिपी बाई भन्दै ल गाइज होइन अब चाहिँ मायामा पागल बाजु साइकको बाजु भने वाला के सेटवाला अनि पछि यस्तै छ गाइज होइन अब चाहिँ दिदीकोमा जाने पैसा राखेको थियो कति रुपियाँ छ मायासालले मैले धेरै नल्याए भने चाउचाउ ल्याएको छ बट्टा धेरै ल्या हेर्नु टोइलेटको गु भनिदिएर होइन बारे गाइज त्यस्तो होइन पैसा राखेको छैन कति नै 1 रुपियाँ राखेको छैन ल अब चाहिँ हामी एकछिनमा भेट्छौँ त्यसो गर्दा चिन्नु भयो होला त्यहीँ जाँदैछौँ हामी हेर्नु न फेरि आम्मामा ह्यान्सीहरू हुँदा यिनीहरू त ओहो ए ह्यान्सीको अनुहार फेरि यस्तो हरियो चनीको रहेछ छाड्दिने फेरि अनि लग्गी तेरो साथीहरूलाई पनि भन्नु पऱ्यो कि आइडीलाई टक्क सब्सक्राइब गर नि त केटा हो भनेर अरे मस्तसँग होइन के गर्नु त अब यस्तै छ अनि ल गाइज हामी चाहिँ अब एकछिन यसले अब ड्रेस अफ गर्छ ड्रेस लगाउँछ अब बन्डीमा हिँड्छ यो मान्छे क्या नहिन् भनेर म कतिचोटि भन्ने तर मान्दैन कि यसले ल अनि पछि अब चाहिँ हामी एकछिनमा भेट्छौँ हेर्नु न फेरि कसैले चिन्नुहुन्छ भने कसैलाई लभमा इन्ट्रेस्ट छ भने यिनीमाथि भन्नु टक्क भएर लभ पार्नुहोस् होइन के छ आफ्नै त हो भनिदिएर आज ल गाइज म चाहिँ अब एकछिनमा ल अब चाहिँ हामी अब हामी चाहिँ यस्तो मरदवाला फेरि आज हाम्रो चोर्न जाने हो कि केटी मान्छेहरूले होइन केटी मान्छेहरूले होइन अनि के भन्छन् त्यो गरेर आउँछन् क्या फेरि मिसन कम्प्लिट भन्दै हाले आउँछन् होइन भेजा लाग्यो यार अलिकति हुन्छ नि यार चोर्ने पनि चोरेर पनि हाम्रो घर ल्याइदिनु पनि हुन्छ नि अलिकति ल्याइदिने अनि टक्क पारेर के भन्नु र अब यस्तै छ क्या ल अब हामी चाहिँ के भन्छ भने त्यो जाँदैछौँ अब डुल्नको लागि डुल्न जाने भने नुन खुर्सानी अब कहाँबाट ल्याउने भने नुन पनि दिन्न यस्ता छन् नुन खुर्सानी हाम्रो घर जाने कहाँ उहाँ दिदीकोमा जाने प्लान छ हाम्रो दिदीमा गएर चाउमिन खाएर यसलाई खुवाउँ न त आज बनाऊँ न त जुगाड गरौँ ल गाइज म चाहिँ एकछिनमा बोल्छु है हामी घाममा जले बाल छैन तर हाम्रो अमृत बाल छैन हामीले घाममा जलाउन चाहन्न तर जे जस्तो भए पनि होइन हामी ब्ल्याक ब्युटी भयो भने क्युटी छौँ कि फेरि ब्युटीमा हिजो नाच्ने भनेर आएको नाच्नै पाइएन के अनि पछि के गर्ने त टवेल लगाएर नि टवेललाई अमृत धेर सुनिस् भने माइन्ड नगरे त्यही हो अब के भन्नु र ल गाइज म चाहिँ अब एकछिनमा बोल्छु टक्क पारेर केटो चाहिँ पसलमा गइसकेको छु अब हामी चाहिँ यतातिर छौँ होइन भ्लगरको अब ट्रिपी भने चाहिँ त्यही हो कि यस्तै छ बाइकहरू पनि छन् होइन कुन बाइक लग्ने भन्ने कुरो हो हेर न साइड पोज ल म एकछिन अब हामी चाहिँ अब यस्तो खेल्दैछौँ कि क्यारम खेल्दैछौँ है गाइज
क्यारेमको त फेरि राउडी राथोर हो फेरि म त राउडी राथोर भन्ने चाहिँ थाहा नदिनु ल गाइज न अब चाहिँ म क्यारेम खेल्छु भनेर हामी बार एकतिकै अब चाहिँ हामी उहाँ जाँदैछौँ दिदीमा जाँदैछौँ साइकको आनी चिमिरी बर्थडे गयो 2-3 दिन भयो तँलाई पार्टी त भयो बर्थडे पार्टी चाहियो अरे अब चाहिँ हामी यतिको डुल्न जाँदैछौँ पछि लाग्यो 100 200 500 2500 वाउ के रहेछ यस्तो अब यताबाट निस्किन्छ ओइ निस्किँदैछ लामा आया पापैको नि यति भयो त फेरि हाम्रो लागि आज स्वर्गको बासमा हुन्छ हाम्रो जिन्दगी स्वर्गमा होस् मेरो ल गाइस म चाहिँ एकछिनमा बोल्छु यता छ अब हामीले वहाँ जान्छौँ भाइरल फुल भन्ने ऊ त्यही हो क्या गाइस ऊ त्यहाँनिर छ नि जुन यहाँ चलिरहेको छ नि आजभोलि भाइरल फुल अब चाहिँ म चाहिँ अब चौचो खान्छु तर चौचो खाने फेरि धेरै आँखा लगाउँछ नि अहिले हातमा पकडेर राख्छ हेर्नु फेरि दाँतले फेरि कम मुस्कान फेरि दाँत जस्तो भयो ल गाई चाहिँ हामी चाहिँ अब दिदीकोमा जान्छौँ अनि सिधै त्यहीँ गएर भिडियो बनाउँछौँ गाई चाहिँ हामी चाहिँ अब जाँदैछौँ होइन के भन्दा दिदीकोमा आइपुग्नु लाग्छौँ फुल भिडियो चाहिँ हाम्रो युट्युब च्यानलमा छ सबले हेरिदिनु होला माया गरिदिनु होला आज मैले कसलाई देखेँ देख्दा देखेँ होइन हेर्नु अनि पछि फुल भिडियो चाहिँ छ टक्क बारे माया गरिदिनु होला हाम्रो युट्युब च्यानललाई होइन अब चाहिँ हामी एकछिनमा भेट्छौँ टक्क पारेर चिचोन त पुरै छाडिदिनु फेरि मस्त गएको के रहेछ यस्तो कहाँबाट आयो बा ओ त कहाँ भट्किसिएस ल अब चाहिँ हामी 2 मिनटमा के रहेछ यस्तो होइन अब हामी चाहिँ अब जान्छौँ अब चाहिँ होइन जस्तो भयो भने क्या अब हामी जान्छौँ हेर्नु आया मोबाइल साइडको फोडिदियो बे ओए के किन यस्तो गरिरहेको कि हेर त मोबाइल फोडिदिएर के भन्छन् रे कस्तो छ बडा यो साइडको मोबाइलै फोडिदियो बडा फुल भिडियो चाहिँ हाम्रो युट्युब च्यानलमा छ गाइस अब यस्तो छ हेर त मोबाइल फोडिदियो के खानु मान्छे हुन त मायामा पागल भइसक्यो यस्तो मायामा पागल अब चाहिँ हामी जान्छौँ होइन के छ नानी ए भगवान मोबाइल फोडेर यो त यस्तरी मोबाइल फोडिरहेको छ कि नफोड्नु पर्ने हो यार यस्तरी मोबाइल तर के भन्छन् यस्तै हो फुल भिडियो चाहिँ हाम्रो युट्युब च्यानलमा छ होइन अब के गर्नु त मोबाइल फोडेर गर्लफ्रेन्डले अब यस्तो चाहिँ नगराउनु चाहिँ हाम्रो बिराजलाई टक्क पारेर हामी चाहिँ आइसक्यौँ दिदीकोमा हामीले खा भन्नु होला फेरि यत्रो खाँदा हाम्रो हिम्मत छैन यस्तो हामी खाँदैनौँ फेरि हेर्नु त कति धेरै त्यति खाएर छोडिदिनु भएको यस्तो नफाले पनि हुन्छ के भन्छ यसलाई चाउमिन खुवाइदिउँ नि ल बर्थडे पार्टी खाना आया यही हो हाम्रो दिदीको पसल यता ठाउँबाट यता सरिसक्यो चाउमिन बन्दैछ फेरि यहाँ फेरि आमामा फेरि हाम्रो लक्कीको लागि चाउमिन बन्दा चाहिँ हाम्रो लागि त पानीपुरी हो नि अनि पछि भित्र गर्मी छ कि म त्यही भएर बाहिर बस्छु के दिदी टक्क फ्यान हाल्नु पर्यो यस्तो राम्रो बोर्ड छ अनि टक्क आउने अनि चाउमिन खाने ओके गाइज सबले माया गरिदिनु होला हाम्रो युट्युब च्यानललाई अनि पछि यस्तै छ चाउमिन खाने अनि अरू के भने हाँस्छ फेरि कसरी ग्याज पार्नु फेरि अनि पछि के भन्छन् रे अरू भन्दा पनि युट्युब च्यानलमा सब्सक्राइब गरिराखेन गाइज मेरो त्यही भएर झ्याउ लाग्छ हाम्रो इक्जाम छ फेरि चिलमा फेरि म त आज बबाल इक्जाम भयो क्या गाइज बबाल यस्तो रमाइलो भयो नि आज इक्जाममा पुरै मस्तसँग लेख्नु पाइयो त्यही यस्तै हो गाइज बिचारोले खुवाउँछ हामीलाई भदक्क पारेर
अनि मैले खाने मात्रै के भन्ने र जिन्दगी जान्छ चाउमिन आउँदैछ अब है चाउमिन टक्क आउँदैछ यहाँ खाने यहीँ खाने त होला हेर्न आम्मामा पानीपुरी यहीँ खाने के गर्ने अया पानीपुरी आयो गाडी हाल्दा पानी केटी मान्छेले मात्र खान्छन् पानीपुरी भन्ने केही छैन क्या हेर्न आम्मामा फेरि दिदी पानीपुरी ल्याउनु झोल ल्याउनु त झोल ल्याउनु क्या के रे दिदी यस्तो मिठो वाउ आहा हामी त खाइरहेको छ मिठो छ है पानीपुरी चाहिँ मिठो छ अर्कोले फेरि चाउमिन खाँदैछौँ ल हामीले त्यो खाइसक्यौँ नास्ता खाएर आइसक्यौँ पिरो भएको लागि पिरो भएन मलाई चाहिँ पानीपुरीको झोल चाहिँ आजको अलिक टेस्टी लाग्यो होइन अनि के भन्छ अरे अब हामी हामी कहाँ जाने क्या बास भन् के जाने जाऊँ मानपुर फिल्डतिर होइन मन्दिर साइडमा क्लास आइफोनले फोटो खिच्ने भन्छ क्या त्यही भएर पनि आइफोनले अब मेरो आइफोनले फोटो खिच्दिउँ भनेर पानीपुरी खाइयो बरु हामी चाउमिन खाएको हुँदा क्या नि पानीपुरी चाउमिन खाने कि यार नै वाकको त लाग्छ भन्नु त्यो सही भनिस् अहिले तर यो कस्तो भन्दाखेरि यो पानीपुरी खाएर अलिकति पेट अलिकति चिसो बनायो पिरो बनाइदिन्छ क्या केही छैन हामी त खाइरहन्छौँ होइन यहीलाई हो हामीले ल्याउन आएको चाहिँ यति पनि हामीलाई गाउँ यसले पनि आफ्नो गाउँ त्यो ल्याउँछ खुवाया हुन्छ के नखाऊँ भनेर तर फेरि मैले खुवाएन नि त फेरि यसले खुवाएर पैसा फेरि सबैले जुगाड हान्छौँ फेरि त्यो ठुलो कुरो होइन जुगाड हानेर चल्ने हो फेरि जिन्दगी हाम्रो त्यही हो गाइज अब चाहिँ हामी एकछिनमा बोल्छौँ त्यही हो तर मैले मोबाइल पाउनुपर्छ कसैको नि स्टोरी हालिदिने चटक गरिदिनु बहुत मजा लाग्छ चिलमा छु आज मेरो पारा भनेर हालिदिएको कति लाग्यो यस्तो गरे त्यो मायामा पागल भएको पारा यही लगाएर फोटो किन्नुहोस् त्यो हिँडी खिचौँ न त यस्तो हरि मैले खिच्न बन्दैन नि त बेब तिम्रो फोटो खिचिदिनु पर्न मैले गर्मी पनि यस्तो छ कि होइन अहिले मात्रको शीतल भएको न त यस्तो गर्मी हुन्छ नि ए भन् दिउँसो होइन यस्तो गर्मीमा त्यही पनि गल्लीमा सुतिरहेको थिएँ माखाले फेरि डिस्टर्ब हानिदिरहेको थियो अनि फेरि झुलमा गएर अकाउन्टको त आज बबाल भयो र यार इक्जाम त हल्ली गरिरहेको छु मैले इक्जाम आज मानपुर स्कुलको त्यो नै यही हो मन्दिर हेर यस्तो हरिफ देखाइदिन्छ अरे मानपुर स्कुलको मन्दिर यही हो देखिनु बाखानी ल गाइज बोर्डिङ जस्तै छ अरे आफ्नो स्कुललाई त बोर्डिङै भन्ने बोर्डिङ नै हो आफ्नो मनले मानेपछि जे पनि हो होइन बोर्डिङ भन्नुपर्छ स्कुल भन्नुपर्छ गभर्मेन्ट स्कुल भन्नुपर्छ तर सही हो इन्ट्री सबैबाट हुन्छ मेरो पनि स्कुटी आयो भने हाम्रो स्कुलको रुटिन अफ मानपुर मलाई ट्याग गराएको हेर्न न मा कसम यस्तो दामी छ नि कुरै छाड्दैन कि अम्रा हेर्नु अम्रा ओए अम्रा झार्नु ओए मोला अम्रा छन् कि आयो नि ओए चुके मान्छे अब चाहिँ एकछिनमा बोल्छौँ गाई चाहिँ हामी अम्रा ल गाई चाहिँ हामी चाहिँ अब घरतिर जान लागिसक्यौँ हामीले यसो अम्राई सम्राई खान आएको थियौँ ओए केटा त्यो अम्राई पकाएर विराज अहिले साइको नान फेरि बाबु प्याच खालोस् फेरि अम्राई पकाएर ओए त्यो अन्टी छिन् कि त्योमा ज्याकेट माल भर्खर बत्ती बलिया ल गाई चाहिँ हामी चाहिँ अब जाँदैछौँ हामीपछि घरतिर तपाईँले माया गरिदिनु होला
नमस्ते आन्टी फाइनली हामी चाहिँ अमराई ल्याउन साबिल के अरे सफल भइसकेको अब म चाहिँ घर जान्छु अनि पछि एडिट गर्छु एडिट गरेर फेरि हाल्नु छ होइन गायक होइन यस्तै छ के गर्नु पकड के तैँले दामी पकडेर तैँले खुवाइरह अनि पाहुना लाइन पकाउने दिएर हुन्छ त अनि मैले मा कस्तो पकाउनु त भिडियो बनाउँदैछु अनि के भन्छ अरे ल गाई चाहिँ हामी चाहिँ अमराई समराई ल्याइसक्यौँ अब यही त यहीँ पनि अमराई अब एक दिन गाई हुन्छन् ल गाई चाहिँ हामी चाहिँ अब के भन्छ भने सक्छौँ भ्लग भइसक्छ अब ल अर्को भ्लगमा भेट्यौँ ल गाई यो भ्लगमा चाहिँ सबले बाई छ ल